एम्पायरको हातमा बल। यति बेला खेलाडीहरूसँग हाम्रा आजका कार्यक्रमको समापन समारोहका अतिथिहरूले परिचयात्मक कार्यक्रम गर्ने कार्यक्रम रहेको छ। सबैजनालाई स्वागत छ। हाम्रो खबर.com-बाट यहाँहरूले प्रत्यक्ष प्रसारण हेरिरहनु भएको छ। म यहाँहरूसँग प्रत्यक्ष प्रसारणमा जोडिरहेको छु। हाम्रो भिडियो क्वालिटी कस्तो आएको छ यहाँहरूले सल्लाह सुझाव दिनुहोला। र आजको फाइनल गेम जनाएको दैव देउराली युवा क्लब बिचमा गइरहेको छ। यो फाइनल गेम पक्कै पनि रोमाञ्चक हुनेछ। जनाएको युवा क्लबले गएको एक महिनामा ओकाती प्रगतिशील युवा क्लब ओकातीमा प्रथम स्थान र सिरुखर्का युवा क्लब जहाँ आयोजना भएको थियो भलिबल प्रतियोगिता जहाँ द्वितीय स्थान प्राप्त गरेको थियो र यसै गरी नवद्वीप युवा क्लब खाल्टेमा आयोजित भलिबल प्रतियोगितामा जनाएको युवा क्लबले दोस्रो स्थान प्राप्त गरेको थियो र आज जनाएको युवा क्लब अर्को एउटा उपाधि जित्ने लक्ष्यको साथमा मैदानमा उत्रेको छ र प्रतिद्वन्दी त्यत्तिकै दोहोरो पनि छ। देउराली युवा क्लब जसलाई अर्घदीप युवा क्लब खाल्टेले आयोजना गरेको भलिबल प्रतियोगितामा क्वार्टर फाइनलमा हराउँदै जनाएको युवा क्लबले सेमिफाइनल र फाइनलमा काउले युवा क्लबसँग उपविजेता हुँदै दोस्रो स्थान हासिल गरेको थियो र आज त्यही टिम अर्घदीप युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा क्वार्टर फाइनलमा हराएको देउराली युवा क्लब र जनाएको युवा क्लब आज फाइनल भिडन्तको लागि प्रथम उपाधिको लागि भिड्न लागिरहेको छ। यहाँहरूले हामीलाई हेरिरहनु भएको छ प्रत्यक्ष प्रसारण। यहाँहरूले लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला। म यहाँहरूसँग गरेको छु। धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला ताकि तपाईँहरू जस्तै भलिबल प्रेमीहरूले यो गेमलाई प्रत्यक्ष हेर्न पाइयोस्। सो यहाँहरूसँग फेरि पनि अनुरोध धेरैभन्दा धेरै सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। हामीलाई सुरुवातदेखि नै हाम्रा क्लबका शुभचिन्तक हरि गुरुङले हेरिरहनु भएको छ। अब केही क्षणमै हाम्रो गेम सुरु हुन लागिरहेको छ। यति बेला हाम्रा खेलाडी मित्रहरूसँग हाम्रा आजको समापन समारोहका प्रमुख अतिथि विशिष्ट अतिथि लगायत अतिथिगणहरूले फोटो सेसन गर्ने कार्यक्रम चलिरहेको छ। यो फोटो सेसन लगत्तै आजको हाम्रो गेम सुरु हुनेछ। गेम सुरु हुन लागेको छ। राष्ट्रिय रेफ्री रिम गुरुङ र देव गुरुङ सहायक रेफ्रीको भूमिका हामी देख्न सक्छौँ। फाइनल गेममा बनाएको युवा परिवारबाट टिम क्याप्टेन आजको खेल कस्तो हुनेछ यहाँहरूले प्रेडिक्सन पनि गर्न सक्नुहुनेछ, अनुमान लगाउन सक्नुहुनेछ। आजको गेममा कसले जित पारेछ यहाँहरूले कमेन्टमा लेख्न सक्नुहुन्छ र आफ्नो टोलीलाई सपोर्ट पनि गर्नुहोला, आफ्नो मनपर्ने खेलाडीलाई सपोर्ट पनि गर्नुहोला। अमृत कुमार, जितेन्द्र गुरुङ, अंकित गुरुङ, विक्रम गुरुङ र टिमको टिका गुरुङ, टिम म्यानेजर जनाएको युवा क्लबको तर्फबाट टिम कोचमा टिका गुरुङ उपाध्यक्ष पनि हुनुहुन्छ है। शुभकामना युवा क्लब भिरकोट देउरालीबाट 10 नम्बर 1 रवि गुरुङ, 10 नम्बर 2 सागर खड्का, 10 नम्बर 3 दिनेश खड्का, 10 नम्बर 6 सुशील खड्का, 10 नंबर 7 निकेश खाती, 10 नंबर 8 निश्चल खाती, 10 नंबर 12 जयराम खड्का और डॉक्टर बहादुर श्रेष्ठ, सफल खाती और
टिम कोच अर्जुन जिटी अर्जुन जिटीको टिम कोचिङमा यति बेला देउराली आफ्नो फाइनल खेललाई अगाडि बढाउँदैछ। उत्तरतर्फ कोर्टमा गुरुङ खेलाडीहरूको वर्चस्व छ र यतापट्टि देउराली टिमबाट चाहिँ खड्काको वर्चस्व छ। हेरौँ यो बिचको खेल फर्स्ट जित हात पार्नेछ रु 81,000 रुपियाँ प्रथम पुरस्कार कसले हामी एकैछिनपछि देखि नै हाल्नेछौँ। खेलाडीलाई लाइसेन्सको भूमिका निर्वाह गरिदिनु हुनुको लागि अनुरोध गर्दछु। सर्भिस यति बेला देउराली युवा क्लबबाट सुरु हुन लागिरहेको छ। सर्भिसको लागि जर्सी नम्बर 3 तयारी अवस्थामा र जनयुक्त युवा क्लबबाट जर्सी नम्बर 8 मनोज गुरुङ, जर्सी नम्बर 6 मिलन गुरुङ र जर्सी नम्बर 1 आनन्द गुरुङ फ्रन्ट कोर्टमा देख्न सक्छौँ हामी। यो कम्बिनेसन जनयुक्त युवा क्लबले बनाएको रणनीति कतिको सफल हुनेछ हामी एकछिनमा देख्नेछौँ। यो फाइनल गेममा बनाइएको भावुक भर्ती देउरालीमा गइरहेको छ। अब पनि ग्राउन्डभन्दा बाहिर फेरिएका रहनुभएका हाम्रा अभिभावक तथा दाजुभाइ दिदीबहिनीहरू यस रोमाञ्चक दिनको लागि सुरु भएको छ। जर्सी नम्बर 3 बाट सर्भिस पहिलो सर्भिसमै अङ्क ल्याउन सफल। देउराली सर्भिसमा फेरि पनि जर्सी नम्बर 3 देउरालीको तर्फबाट दुई शून्य राम्रो प्लेसमेन्ट जर्सी नम्बर 6 सुशील खड्काको हातबाट र यो उत्तरतर्फको कोर्टमा घामको प्रकाशको कारणले गर्दा खेलाडीहरूलाई स्पिन र डिफेन्सको लागि पक्कै पनि असहज हुनेछ। त्यसको फाइदा उठाउँदै यति बेला फेरि पनि एक अङ्क देउरालीलाई 3-0। यो प्रहार थियो एन्ड्रो साइमनको, तर बल नियन्त्रणमा अनुस छन् त्यहाँनिर। अनुसको बल सहजै डिफेन्स गरिदिए र यो बल फेरि पनि एन्ड्रो साइमन, तर बल नियन्त्रणमा सुशील खड्का छन्। सुशील खड्काले यो बल मिस गरेनन् र एक अङ्क। 4-0 को अङ्क। 4 पोइन्टको अग्रतामा यति बेला देउराली युवा क्लब। अनुस गुरुङ राम्रो ब्याटिङ स्ट्राइकको साथमा खाता खोल्न सफल जनाएका त 1-4 को अङ्क तालिका। एक अङ्क यति बेला देउरालीलाई 5 को अङ्क तालिका। सर्भिसमा जर्सी नम्बर 7 देउरालीको तर्फबाट एन्ड्रो साइमन थिए त्यहाँनिर प्लेसिङ गर्न पुगे। यहाँ छन् सुशील खड्का, तर अहिले उनलाई नेटले साथ दिएन। एक अङ्क जमाएको दैवा क्लबलाई अङ्क रहेको छ 2-5। सर्भिसमा जर्सी नम्बर 8 अनुस गुरुङको सर्भिस उत्कृष्ट स्पाइकको साथमा एक अङ्क फेरि पनि देउरालीलाई। 6-2 को अङ्क तालिका। सर्भिसमा जर्सी नम्बर 8 तर सर्भिस इरर, यो समय एक अङ्क जनाएका त 3-6। सर्भिसमा एन्ड्रो साइमन जर्सी नम्बर 8 जनयुक्त युवा क्लबको मुख्य स्पाइकर हुन् एन्ड्रो साइमन। यहाँनिर छन् ओमन गुरुङको स्पाइक, तर बल नियन्त्रणमा ओमन गुरुङ फेरि पनि प्लेसिङ गर्दै
र बल केन्द्रमा यहाँनिर थिए जर्सी नम्बर 6 सुशील खड्का। 7-3 को अङ्क तालिका। सर्भिसमा जर्सी नम्बर 6 सुशील खड्का देउरालीको तर्फबाट। राम्रो प्लेसिङ थियो, बल नियन्त्रणमा। घामको प्रकाशले अलिकति गाह्रो पर्नेछ जनाएकतालाई। यो ब्याककोर्टबाट राम्रो प्रहार र बल सोझै आउट, जसको फाइदा जनाएकतालाई। अङ्क रहेको छ 4-7 को अङ्क तालिका। यति बेला जर्सी नम्बर 5 जनाएको तर्फबाट सर्भिस। यो खाली बल अत्यन्तै राम्रो स्पाइक। 4 पोइन्टको अग्रतामा यति बेला देउराली युवा क्लब। घामको प्रकाश सिधै आँखामा, जसको फाइदा यति बेला अपोनेन्ट टिमलाई मिलिरहेको छ। पिचो प्रहार 3 जनाएकताको तर्फबाट। अझै पनि 3 पोइन्टको अग्रतामा देउराली युवा क्लब। यो अग्रतालाई छोट्याउनको लागि जनाएक्ट युवा क्लबले यस्तै खालको ब्लकहरू निरन्तर गर्नुपर्ने हुन्छ। अश्विन गुरुङको प्लेसिङ थियो र हिरडमा पुग्यो। एक बल 6-8। अब 2 पोइन्टको अग्रतामा देउराली युवा क्लब। राम्रो प्लेसमेन्टको साथमा 1 अङ्क मिलेको छ देउरालीलाई। 9-6 को अङ्क तालिका। 9-6 को अङ्क तालिका। खाली थियो यहाँनिर, बल आउट। 10-6 को अङ्क तालिका। सर्भिसमा जर्सी नम्बर 2 देउरालीको तर्फबाट। बल सोझै आउट, 1 अङ्क जनाएकतालाई। अङ्क 7-10। 7-10। ब्याककोर्टबाट सुशील खड्काको अत्यन्तै राम्रो स्ट्राइक र 1 अङ्क आफ्नो टिमलाई। अङ्क रहेको 11-7। सर्भिसमा जर्सी नम्बर 3 देउरालीको तर्फबाट। एन्ड साइमन राम्रो प्लेसमेन्ट जर्सी नम्बर 7 एन्ड साइमनबाट र 1 अङ्क जनाएकोलाई। 8-11। सर्भिसमा जर्सी नम्बर 1 अश्विनी गुरुङ। देउरालीमा 12-8 को अङ्क तालिका। सर्भिसमा जर्सी नम्बर 7 देउराली तर्फबाट। राम्रो क्विक सट, क्विक स्पाइकको साथमा 1 अङ्क जनाएकतालाई। 9-12। सर्भिसमा जर्सी नम्बर 8 अनुज। राम्रो प्रहार थियो र डिफेन्स पनि उत्तिकै राम्रो यहाँनिर। देउराली 13-9। साइमन गुरुङ राम्रो प्लेसमेन्ट गर्दै। 10-13। सर्भिसमा स्वयं एन्डो साइमन राम्रो ब्लक आउट गर्दै 1 अङ्क देउरालीलाई। 14-10। सर्भिसमा जर्सी नम्बर 6 राम्रो प्रहार जर्सी नम्बर 3 बाट। 15-10।
5 पोइन्टको अग्रतामा यति बेला देउराली युवा क्लब 5 पोइन्टको अग्रतासँगै जनयुक्त युवा क्लबले पहिलो टेक्निकल टाइम आउटको माग गरेको छ। सर्भिसमा जर्सी नम्बर 6 बल आउट। 16-10 सर्भिसमा फेरि पनि जर्सी नम्बर 6 फेरि पनि 1 अङ्क देउरालीलाई 17-10 को अङ्क तालिका लगातार सर्भिसमा जर्सी नम्बर 6 कम्बिनेसन नमिलिरहेको हामी देख्न सक्छौँ जनयुक्तको तर्फबाट। यो अत्यन्तै उत्कृष्ट प्रहार ब्याकवर्डबाट गरिएको प्रहार अत्यन्तै सशक्त 18-10 उत्तिकै उत्कृष्ट प्रहार। एघार 18 बल आउट। एक अङ्क जनयुक्तलाई 12-18 सर्भिसमा जर्सी नम्बर 5 उत्कृष्ट प्रहार थियो जर्सी नम्बर 1 देउरालीको खेलाडी साथीबाट 19-12 सर्भिसमा जर्सी नम्बर 1 देउरालीको तर्फबाट राम्रो प्लेसमेन्ट तर लेट टच फेरि देउरालीलाई 20-12 को अङ्क तालिका सर्भिसमा जर्सी नम्बर 1 देउरालीबाट। ओमन गुरुङको स्पाइक रोक्न सकेन जर्सी नम्बर 6 एक अङ्क जनयुक्तलाई 13-20 सर्भिसमा मिलन गुरुङ यो मौका छ अनुजलाई तर बल रेसिङ मात्रै गर्न पुगे मिटर ब्लकरमा थिए अश्विन गुरुङ र ब्याकवर्डबाट गरेको प्रहार सोझै आउट। 21-13 फेरि पनि देउरालीलाई 22-13 फाइनल गेमको पहिलो सेटमा अग्रता बनाउँदै देउरालीलाई अब रोक्न मुस्किल देखिन्छ। अर्को एक अङ्क देउरालीलाई 23-13 अब यो अवस्थाबाट देउरालीले पछि फर्केर हेर्नुपर्ने अवस्था छैन भने जनयुक्त युवा क्लबले धेरै नै प्रयास गर्नुपर्ने देखिन्छ। यो बल आउट सँगै फेरि पनि एक अङ्क सेट पोइन्ट 13 अनुष्ठित त्यहाँनिर अश्विन गुरुङ नेट टच गर्न पुगेर एक अङ्क प्राप्त गर्दै पहिलो सेट हात पार्न सफल भएको छ पहिलो सेटको जित पछाडि यति बेला एडभान्टेजमा रहनेछ देउराली युवा क्लब। सबैलाई फेरि पनि स्वागत छ, वेलकम ब्याक। हाम्रो खबर.com-बाट यहाँहरूले प्रत्यक्ष प्रसारण हेरिरहनु भएको छ। म यहाँहरूसँग निरन्तर लाइभमा जोडिरहेको छु।
यति बेला सर्भिसको लागि एन्ड्रो साइमन तयारी अवस्थामा जनाएको दैव क्लबको तर्फबाट सर्भिस एक सेट हात पारेको देउरालीलाई एडभान्टेज हुनेछ गेमलाई। यो गेम बेस्ट अफ 5 मा खेलाइनेछ। सर्भिस एन्ड्रो साइमनबाट जनाएको दैव क्लबको तर्फबाट अनुज थिए त्यहाँनिर ब्लक आउटको प्रयास बल सोझै आउट। एक अङ्क देउरालीलाई खान सफल। एक शून्य सर्भिस जर्सी नम्बर 7 देउरालीबाट अश्विन गुरुङ थिए त्यहाँनिर राम्रो प्लेसिङ गर्दै तर बल नियन्त्रणमा ओमन गुरुङ तर बल नियन्त्रणमा सुशील एक बराबरको स्कोर बोर्ड। सर्भिसमा जर्सी नम्बर 1 अश्विन गुरुङ राम्रो प्लेसमेन्ट गर्दै 1 अङ्क। दुई एक सर्भिसमा जर्सी नम्बर 8 देउरालीको तर्फबाट मिठो प्रहार र बल नियन्त्रणमा राम्रो ब्लक थियो। यो ब्लक सँगै सरी 2 बराबर 2 बराबरीको अङ्क तालिका। सुशील खड्का थिए त्यहाँनिर तर मिठो ब्लक गर्दै जनाएकोलाई 1 अङ्क। 3-2 यो मौका हुनेछ। अत्यन्तै राम्रो प्रहार 4-2 को अङ्क तालिका। सर्भिस जर्सी नम्बर 8 अनुज गुरुङबाट उत्कृष्ट ब्लक आउट। 3-4 को अङ्क तालिका। सर्भिसमा जर्सी नम्बर 6 राम्रो प्रहार थियो। उत्तिकै राम्रो ब्लक एन्ड्रो साइमनलाई पास दिएको थियो तर ओमन छन् त्यहाँनिर। राम्रो प्रहार कस्तो राम्रो डिफेन्स अनुज गुरुङबाट हामी देख्न सक्छौँ। यहाँ आउटसाइडबाट राम्रो प्रहार थियो तर सोझै आउट। 1 अङ्क मिलेको छ जनाएकालाई। 5-3 सर्भिसमा जर्सी नम्बर 3 ओमन गुरुङ राम्रो प्रहारको प्रयास थियो। राम्रो प्लेसमेन्ट तर बल नियन्त्रणमा बल छिराइदिए यहाँनिर। 4-5 सर्भिसमा जर्सी नम्बर 2 देउरालीबाट नेट बल 1 अङ्क जनाएकालाई। 6-4 को अङ्क तालिका। सर्भिसमा जर्सी नम्बर 5 अमृत बल आउट। सर्भिसमा जर्सी नम्बर 5 अमृत जनाएको तर्फबाट डच पास थियो तर आफै डच खान पुगे त्यहाँनिर। यो प्लेसमेन्ट मिलन गुरुङबाट बल नियन्त्रणमा बल आउट। सेकेन्ड सेटमा भने जनाएको क्लबको उत्कृष्ट आगमन भएको छ। पुनरागमन भन्नुपर्छ यसलाई। 4 पोइन्टको लिडमा यति बेला जनाएको क्लब क्लबलाई यो जित आवश्यक छ। एडभान्टेजमा 1 गेम जित्दै जर्सी नम्बर 5 अमृतबाट सर्भिस राम्रो प्रहार गर्दै
देउराली 5 ढापुक 5-8 सर्भिसमा जर्सी नम्बर 2 राम्रो ब्लक आउट गर्दै एक अङ्क जनाएको दललाई साइमन सुनारबाट जसको फाइदा ढापुकलाई ढापुक 9 देउराली 5 सर्भिसमा जर्सी नम्बर 6 मिलन गुरुङ भलिबल मात्र होइन फुटबल खेल्न पनि माहिर छन् भन्ने उदाहरण देखाउँदै थिए तर पुगेको छ राम्रो उसबाट एक अङ्क जनाएका दललाई अङ्क रहेको छ 10 एन्ड्रो साइमन सर्भिसमा राम्रो प्रहार थियो सागर अर्धबाट तर बल आउट एक अङ्क जनाएका 11-6 What a shot! देउरालीका खेलाडीहरू देउरालीलाई देउराली 7-11 को अङ्क तालिका जर्सी नम्बर 7 देउरालीबाट सर्भिसमा अश्विन छन् त्यहाँनिर राम्रो प्रहार गर्दै एक अङ्क जनाएको ताललाई अङ्क 12-7 सर्भिसमा जर्सी नम्बर 1 अश्विन गुरुङ राम्रो प्रहार थियो नेट टच गर्न पुगे त्यहाँनिर जर्सी 5 अमृत 8-12 अझै पनि 4 पोइन्टको अग्रतामा जनाएका त यो सर्भिस इरर एक अङ्क जनाएका तपाईँ को अङ्क तालिका सर्भिसमा जर्सी नम्बर 8 अनुस यो बल सकेन एक अङ्क जनाएका दललाई अङ्क रहेको छ 14-8 6 पोइन्टको अग्रतामा जनाएका त यो अग्रताले यो पनि फाइदा पुग्नेछ जनाएका दललाई बल चेक आउट थियो तर नेट टचको सङ्केत एक अङ्क फेरि पनि जनाएका दललाई 15-8 सर्भिसमा अनुस राम्रो प्रहार उत्कितै राम्रो डिफेन्स देख्न सक्यौँ हामीले यहाँनिर बल चान्स बल हुन सक्छ राम्रो प्रहार थियो ओमनबाट तर बल नियन्त्रणमा उत्कृष्ट प्लेसमेन्ट अत्यन्तै राम्रो प्लेसमेन्टको साथमा एक अङ्क जनाएका दललाई 16-8 9 को अङ्क तालिका सर्भिसमा जर्सी नम्बर 6 सागर खड्का यो थियो ओमनको प्रहार आउटकोर्टबाट प्रहार थियो हुन पुग्यो 17-9 सर्भिसमा जर्सी नम्बर 3 ओमन गुरुङ फर्स्ट स्पाइकर हुनु जनाएको तर्फबाट राम्रो प्रहार थियो डिफेन्स पनि उत्तिकै राम्रो एन्ड्रो साइमन छन् त्यहाँनिर बल होल्डिङ अझै पनि 7 पोइन्टको अग्रतामा जनाएका त यो अग्रतालाई कायम राखेको खण्डमा यो सेट जनाएका दलले हात पार्नेछ एन्ड्रो साइमन थिए त्यहाँनिर उत्कृष्ट ब्लक गर्दै एक अङ्क देउरालीलाई अङ्क 11-7 सर्भिस जर्सी नम्बर 1बाट राम्रो अमृतको प्रयास थियो अत्यन्तै राम्रो प्रहार जर्सी नम्बर 3 देउरालीबाट एक अङ्क यति बेला देउरालीलाई
12-17 3 पोइन्टको अङ्क गएसँगै जनाएका युवा क्लबले टाइम आउट लिएको छ। आदरणीय दर्शक महानुभावहरू, यहाँहरू हाम्रो खबर.com-बाट प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ। हाम्रो लाइभ कस्तो आइरहेको छ यहाँहरूले सल्लाह सुझाव पनि लेख्न सक्नुहुनेछ र आफ्नो मन परेको खेलाडीलाई यहाँहरूले समर्थन पनि गर्न सक्नुहुन्छ। सर्भिस यति बेला दुवै तर्फबाट एन्ड्रो साइमन थिए, त्यहाँनिर खाली छ, मौका हुन सक्छ यहाँनिर। जर्सी नम्बर 5 बिगार यति बेला 1 अङ्क देउरालीलाई 13-17 यहाँनिर सम्हालिन आवश्यक छ जनाएका त यो लिडलाई कायम राख्नको लागि। एन्ड्रो साइमनको प्रहार रोक्न असफल देउरालीका खेलाडीहरू। 1 अङ्क जनाएको तलाई अङ्क रहेको छ 18-13। जर्सी नम्बर 5बाट सर्भिस आउट भनेर छुटेको सर्भिस राइट हुन पुगेको छ। 1 अङ्क जनाएको तलाई अङ्क रहेको छ 19-13। सर्भिसमा जर्सी नम्बर 5 अमृत सम्भवतः यो बल जर्सी नम्बर 3 उमनको हुन सक्थ्यो। उमनले डाइभ खानेको खण्डमा यो बल टिप्न पनि सक्थ्यो है त। जर्सी नम्बर एन्ड्रो साइमन उत्कृष्ट प्रहार एन्ड्रो साइमनबाट 1 अङ्क जनाएका तलाई 20-14। सर्भिसमा मिलन गुरुङ उत्कृष्ट सर्भिस, रिस्पिङ पनि त्यतिकै राम्रो स्पाइकको साथमा देउरालीलाई 15-20। जर्सी नम्बर 8 अनुज गुरुङबाट जसको फाइदा नापुलाई 21 देउराली 15। जर्सी नम्बर 4 एन्ड्रो साइमन सर्भिसमा सुशील खड्काको प्रहार रोक्न सकेन नि। 1 अङ्क देउरालीलाई अङ्क रहेको छ 16-21। सर्भिसमा जर्सी नम्बर 7 देउरालीको तर्फबाट यहाँनिर ओमन छन्, रिसिभ आफै लिए र अनुज गुरुङलाई उठाइदिएको छ। अनुज गुरुङले प्लेसिङ मात्रै गर्न पुगे। एन्ड्रो साइमन मिलन जर्सी नम्बर 2 देउराली सुशील खड्काको प्रहार सशक्त प्रहार 17-21 जनाएको तले। अब यो बलमा चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ किनकि 1 पोइन्टको अग्रतामा छ, 1 सेटको अग्रतामा छ यति बेला देउराली। अनुजलाई मौका दिएको थियो, अत्यन्तै राम्रो प्रहार देउरालीका खेलाडीबाट जसको फाइदा देउरालीलाई 18-21। यहाँनिर जनायत युवा क्लबका खेलाडीलाई लाग्न पुगेको छ। यो उत्कृष्ट गेम चलिरहेको छ यति बेला, अति नै प्रतिस्पर्धात्मक गेम। जनायत युवा क्लब भर्सेस देउराली युवा क्लब 20। सर्भिसमा जर्सी नम्बर 7 देउरालीको तर्फबाट ओमन छन्, त्यहाँनिर ब्लक गरिदिए ओमनलाई। फेरि पनि ओमन ब्लक आउट, उत्कृष्ट ब्लक आउटको साथ जनायतलाई 22-18। सर्भिसमा आनन्द जर्सी नम्बर 1 राम्रो प्रहार थियो तर बल नियन्त्रणमा सुशील खड्का छन्। त्यहाँनिर अनुजलाई मौका हुन सक्थ्यो तर अनुजलाई रिसिभ पुगेन। अनुजको राम्रो प्लेसमेन्ट, यो प्लेसमेन्टसँगै 1 अङ्क जनाएका तलाई
23-18 सेट पोइन्टको नजिक जनाएको त राम्रो प्रहार थियो उत्तिकै उत्कृष्ट ब्लक पनि यो बल चाहिँ सोझै आउट र रेफ्रीको सङ्केत अनुसार नेट टच 29 सर्भिसमा जर्सी नम्बर 8 देउराली उमन गुरुङको राम्रो प्लेसमेन्ट थियो उमनलाई मौका तर ब्लक सम्भवतः यो बल एन्ड्रो साइमनको हुन सक्थ्यो त्यहाँ मिलन गुरुङले त्यो बललाई इलर गरिदियो 20-23 एक्सचेन्जको आवश्यकता छ जनाएको तलै यति बेला अत्यन्तै राम्रो प्रहार उमन गुरुङको सेट पोइन्ट 24-20 24-20 सर्भिसमा अनुस यो बल भने मौका हुनेछ यहाँनिर ओमनलाई उत्कृष्ट प्रहार थियो र नेट इररको सङ्केतसँगै 1 अङ्क प्राप्त गर्दै 25-20 मा यो अर्को सेट जनाएको दलले प्राप्त गरेको छ हालसम्मको स्कोर बोर्ड अनुसार जनाएको त 1 सेट र देउराली 1 सेट अब हामीसँग तेस्रो गेमको लागि तामुलेको पुच्छारमा रहेको उत्कृष्ट राम्रो गाउँ अति नै सुन्दर गाउँ आजको फाइनल गेम हेर्नको लागि दर्शकहरूको उल्लेख्य सहभागिता रहेको छ जनाएको विगतको वर्षहरूको जस्तै यस वर्ष पनि आयोजना गरेको भलिबल प्रतियोगिताको आज अन्तिम दिन फाइनल गेम फाइभको गेममा जनाएको क्लब 1 सेट र क्लब 1 सेट जित्न सक्छ हेरौँको 3 सेट बाँकी छ 3 सेट हात पार्नेछ प्रथम र द्वितीय स्थानको लागि भएको यो प्रतिस्पर्धामा यहाँहरूले पनि मनोरञ्जन लिइरहनु भएको छ होला भन्ने आशा गरेको छु जनाएको क्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा यो कार्यक्रमलाई सफल पार्नको लागि सहयोग गर्नुहुने सहयोगीदाताहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ 1 लाख रुपियाँ र प्रथम पुरस्कार प्रदान गर्नुहुने हाम्रो क्लबका सभ्य सदस्य रमेश गुरुङ र धनबहादुर गुरुङलाई सम्मान गर्ने कार्यक्रम रहेको छ हाम्रो जनाएको युवा परिवारको खेलाडी अनिस गुरुङ फेरि तपाईँ जहाँ भए पनि यस स्टेजमा सम्पर्क राखिदिनुको लागि अनुरोध गर्दछु हाम्रो स्टेजमा सम्मान कार्यक्रम चलिरहेको छ प्रथम पुरस्कार सँगै 1 लाख नगद 1 लाख सौजन्य गरिदिनु हुने सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु अब भने खेल सञ्चालन हुन गइरहेको छ फेरि पनि सबैजनालाई स्वागत छ हामी हाम्रो खबर.com-बाट प्रत्यक्ष प्रसारणमा जुटिरहेका छौँ अनुज गुरुङको प्रहार थियो यो तर बल आउट सर्भिसमा जर्सी नम्बर 3 यो उत्कृष्ट प्रहार थियो र बल यन्त्रणमा राम्रो डिफेन्सको उदाहरण राम्रो प्लेसमेन्ट जर्सी नम्बर 3बाट 1 अङ्क जनकतालाई अङ्क 1 बराबर सर्भिसमा जर्सी नम्बर 1 अनन्त गुरुङ यो उत्कृष्ट स्पाइक थियो सर्भिसमा जर्सी नम्बर 7 देउराली तर्फबाट यो प्रहार थियो र उत्तिकै राम्रो ब्लक पनि अनुज गुरुङ बललाई यो हो मिस्टेक
मिस्टेकले आउनेछ जनाएको स्कोरबोर्ड हेलो स्कोरबोर्ड हेलो रिबन सर स्कोरबोर्ड ठेक्यो अलि साइडमा लगाइदिनु आफ्नो टिमले अङ्क थप्न सफल देउराली 3 ढापुक 3 बराबर 3 बराबरको अङ्क तालिका राम्रो प्लेसमेन्ट थियो जर्सी नम्बर 5 बाट र उत्कृष्ट डिफेन्सको नमुना यहाँनिर जर्सी नम्बर 4-3 सर्भिसमा जर्सी नम्बर 3 जनाएको ताको तर्फबाट यहाँनिर फल गर्न पुगे एन्डो साइमन 4 बराबर देउराली 5 ढापुक 5 गेम अत्यन्तै घन्टामा चलिरहेको छ 5 को बराबरी जर्सी नम्बर 1 बाट सर्भिस एन्डो साइमन थियो त्यहाँनिर उत्कृष्ट ब्लक गरिदिए साइमनलाई फेरि पनि उत्कृष्ट ब्लक गरिदिए साइमनलाई एक जनाएको सरी देउरालीलाई 6-5 को अङ्क तालिका जर्सी नम्बर 1 बाट सर्भिस एन्डो साइमन छन् डच पासको लागि राम्रो प्लेसमेन्ट 6 बराबर सर्भिसमा मिलान गुरुङ जर्सी नम्बर 6 जनायक्तको तर्फबाट राम्रो डच पास फेरि पनि देउराली 7 दर्शकबिन यहाँहरूले देख्नु भएको छ कि छैन यहाँ त टाउको हानाहान निधारमा हानाहान चलिरहेको छ भलिबलले अत्यन्त उत्कृष्ट प्रहारहरू हामी देखिरहेका छौँ एक वर्षबाट सशक्त प्रहारहरू हामी देखिरहेका छौँ फेरि पनि अर्को एउटा के भइरहेको छ आज जनएकताको तर्फबाट पनि त्यस्तै खालको प्रहारहरू र देउरालीको तर्फबाट पनि त्यस्तै खालको प्रहारहरू हामी देख्न सक्छौँ आज टाउकोमा हानाहान चलिरहेको छ यहाँनिर दुवै पक्षबाट यो सुशील खड्काको उत्कृष्ट स्ट्राइक देख्न पायौँ हामीले यहाँनिर 9-8 को अङ्क तालिका बनेको छ यहाँनिर जर्सी नम्बर 7 बल सोझै आउट एक अङ्क 9 बराबर सर्भिसमा यति बेला जर्सी नम्बर 8 अनुज दस 9 सर्भिसमा अनुज राम्रो प्रहार देउरालीलाई 10 बराबरीको अङ्क तालिका सर्भिसमा जर्सी नम्बर 8
देउरालीबाट ओमन गुरुङको प्रहारलाई रोकिदिए यहाँनिर 1 अङ्क देउरालीलाई 11-10। देउराली 11 धापुट 10 11-10। डच पास उत्कृष्ट डच पासको साथमा 1 अङ्क जनाएको तल। देउराली 11 बराबर। बल स्पाइक गरेर ड्रप गर्ने बेलामा चाहिँ ओमन गुरुङलाई अलिकति समस्या देखिएको छ। आशा गरौँ यो चोट ठुलो नहोस्। यसै क्लबका सक्रिय खेलाडी अनिस गुरुङ तपाईँ कहाँ हुनुहुन्छ? छिटोभन्दा छिटो यस खेल मैदानमा उपस्थित अनिस गुरुङ तपाईँ कहाँ भए पनि यस खेल मैदानमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछु। क्लबका सक्रिय साथै कोषाध्यक्ष कमल गुरुङ सिनियर रहेर साथै वीरबहादुर गुरुङ सिनियर रहेर स्वास्थ्यकर्मी हामीसँग हुनुहुन्छ। खेलाडीलाई परेको गाह्रो मौकालाई बुझेर हामी प्राथमिक उपचार समेत मध्यनजर गर्दै होला। एन्ड साइमनको प्रहार अत्यन्त निकटता गफेटाङ्ग सम्म धापुट 12-11 माफ गर्नुहोला 12-11। भने अङ्क देउराली 12 धापुट 12 बराबर। सर्भिसमा जर्सी नम्बर 6 सागर खड्का। एन्ड साइमनको ब्लक राम्रो प्लेसमेन्ट थियो तर बल फेरि पनि उत्कृष्ट प्लेसमेन्ट। एन्ड साइमन छन् त्यहाँनिर। देउराली 12 जनाएका तक खेलाडीहरू रेफ्रीलाई केही भन्दै थिए। सर्भिस यति बेला जर्सी नम्बर 5 बाट यो उत्कृष्ट प्रहार देउरालीका खेलाडीबाट फर्स्ट फाइदा पनि देउरालीलाई। देउराली 13 धापुट 13 बराबर। सर्भिसमा यति बेला जर्सी नम्बर 1 एन्ड साइमनको प्रहार थियो तर बल सोझै आउट। फर्स्ट फाइदा देउरालीलाई। देउराली 14 धापुट 14-13 सर्भिसमा जर्सी नम्बर 1 देउरालीबाट। एन्ड साइमन छन् त्यहाँनिर। राम्रो प्लेसमेन्ट थियो। उत्कृष्ट डिफेन्सको नमुना देख्न पायौँ हामी यहाँनिर। फेरि पनि अश्विन छन् त्यहाँनिर। राम्रो प्लेसमेन्ट थियो तर बल नियन्त्रणमा। एन्ड साइमन चान्स लिन्छन्। या मिठो प्रहार थियो। यो मिठो प्रहार थियो एन्ड साइमनबाट 1 अङ्क जनाएका तालाई। सर्भिस जर्सी नम्बर 6 मिलन गुरुङबाट। राम्रो प्लेसमेन्ट तर मिलनलाई साथ दिनको लागि त्यहाँनिर कोही पनि छैनन्। 1 अङ्क देउरालीलाई। 15-14 16-14 2 पोइन्टको अग्रतामा यति बेला देउराली।
उस्तरीको जवाब पनि जस्तो भएका देउरालीलाई देउराली 17 ढाकु 14 17-14 साथै यो ब्रेक टाइममा म्युजिक या त स्पोन्सरको नाम बताइदिनु होला म्युजिक नबजाउनु भने कपिराइट आउँछ हैन सर्भिस रहेको छ देउरालीबाट यो छोटो ब्रेकपछि पुनः स्वागत छ 17-14 3 पोइन्टको अग्रतामा यति बेला देउराली एन्ड्रो साइमनको उत्कृष्ट प्रहार देख्न पायौँ हामीले यहाँनिर 15-17 सर्भिसमा एन्ड्रो साइमन देउराली 18-15 सर्भिसमा जर्सी नम्बर 3 देउरालीको तर्फबाट रिसिभ लिन असफल एक अङ्क फेरि पनि देउरालीलाई 19-15 अब भने 4 पोइन्टको अग्रतामा देउराली अनुजलाई दिएको छ पास अनुजले ब्लक आउट भनेर छोडिदिए तर बल राइट 20-15 सर्भिसमा फेरि पनि देउरालीबाट देउराली 16-20 अझै पनि 4 पोइन्टको अग्रतामा देउराली ओमन ओहो देउराली 21-16 सर्भिसमा जर्सी नम्बर 7 थिए त्यहाँ तर जर्सी नम्बर 6 को उत्कृष्ट स्पाइक 22-16 उता फाल्देल छिटो फाल उनीले फाल्दै फेरि पनि अत्यन्तै मिठो प्रहार गर्दैछ देउरालीका खेलाडीबाट जसको फाइदा देउरालीलाई देउराली 23-17 अत्यन्तै उत्कृष्ट प्रहारहरू हामी देखिरहेका छौँ धारिलो स्पाइकहरू हामी देखिरहेका छौँ ओमन गुरुङ उत्कृष्ट स्पाइकसँग एक अङ्क जमाएका तपाईँ 18-23 यहाँबाट भेट्न र यो सर्भिस गर्ने गर्दाखेरि देउराली सेक्टर 24 6 पोइन्टको अग्रता कि जनाएको दलले यो अग्रतालाई छुट्याउन सक्छ या यो गेम सुम्पिन्छ हामी यो ब्रेक टाइम पछाडि हेर्नेछौँ छोटो ब्रेक पछाडि फेरि पनि गेम सुचारू यति बेला जर्सी नम्बर 6 बाट सर्भिस सुशील खड्काको सर्भिस एन्ड्रो साइमन थिए त्यहाँ र यो नेट टससँगै एक अङ्क प्राप्त गर्दै देउरालीले यो अर्को सेट जित हासिल गरेको छ सेट जित्दै देउराली जिततर्फ उन्मुख भइरहेको हामी देख्न सक्छौँ
जनायुक्त युवा क्लब 1 सेट देउराली 2 सेट रु 50,000 रुपियाँ प्रदान गर्नुहुने युवा नेता समाजसेवी राजु धर्मराज गुरुङ साथै क्लब अध्यक्ष विजय गुरुङलाई अनुरोध गर्दै सबैजनाले एकचोटि सम्मान कार्यक्रम चलिरहेको छ यति बेला हाम्रो स्टेजतिर हाम्रो यो क्लब यतिकै जनायुक्त युवा क्लब हुन पाएको होइन स्वर्गीय बाजे डमबहादुर गुरुङको सम्झनामा नाति जुन उहाँ अमेरिकामा हुनुहुन्छ अमेरिकामा अध्ययनरत कार्यरत उहाँको नाति सुदीप गुरुङबाट बाजेको स्मृतिमा क्लबको कार्यक्रमको सफलताको कामना गर्नुहुँदै रु 50,555 रुपियाँ धन्यवाद प्रदान गर्नुभएको थियो। उहाँको सम्मान स्वरूप उहाँको बुवा हेमबहादुर गुरुङले सम्मान ग्रहण गरेको हामी देख्न सक्छौँ। अंक थप्न सफल देउराली 1-0 अत्यंत अंक थप्न सफल बापू के देउराली 1 बराबर के साथ अंक थप्न सफल देउराली 2 बाबू के 2-1 मिट्टू सार गर्दै अंक थप्न सफल बाबू 2 देउराली 2 बराबर सर्भिसमा आउनुहोस् अत्यंत मिठो प्रहार गर्दै अंक थप्न सफल देउराली 3 ढाकु 3-2 सर्भिसमा जर्सी नम्बर 6 हो यहाँनिर मिस्टेक गर्न पुगे औले भने फेरि पनि अंक थप्न सफल देउराली 4 ढाकु 4-2 2 सेट जितिसकेको देउरालीलाई एडभान्टेजको रूपमा खेलिरहेको छ र यो मिस्टेकले जनाएकोलाई पक्कै पनि घाटा हुनेछ। फेरि पनि अङ्क देउरालीलाई 5-2 सर्भिसमा जर्सी नम्बर 6 अहिले सर्भिसमा जर्सी नम्बर 3 ढापु जसको फाइदा देउरालीलाई 6-3 सर्भिसमा जर्सी नम्बर 2 4-6 सर्भिसमा जर्सी नम्बर 5 एन्डो साइमनसन उत्कृष्ट प्रहार बल नियन्त्रणमा आउन सकेन। एक अङ्क जनाएकालाई ढापु 5 देउराली 6 7-5 सर्भिसमा जर्सी नम्बर 2 देउराली बल आउट जनाएकालाई अङ्क 6-7 सर्भिसमा जर्सी नम्बर 6 मिलन गुरुङ सर्भिस अनुसन त्यहाँ प्लेसमेन्ट गर्ने प्रयासमा आउनुहोस् राम्रो प्रहार पहिलो भने अङ्क देउरालीलाई
देउराली 8 धापुक 6 सुशील खड्का फ्रन्ट कोर्टबाट भन्नुहुन्छ या भित्र बाहिर जताबाट पनि उत्कृष्ट प्रहार गर्दै सुशील खड्का एक अङ्क देउरालीलाई 9-6 सर्भिसमा जर्सी नम्बर 3 अनुज छन् त्यहाँनिर उत्कृष्ट प्रहार अनुजको एक अङ्क जनैकतालाई 7-9 सर्भिसमा एन्डो साइमन यो उत्कृष्ट सर्भिस रिसिभिङमा गडबडी देउरालीबाट एक अङ्क जनैकतालाई 8-9 सर्भिसमा एन्डो साइमन फेरि पनि उस्तै प्रकारको यो उत्कृष्ट सर्भिस जनैकता क्लबको तर्फबाट ट्याप आउट 11-10 3 पोइन्टको अग्रतामा यति बेला देउराली युवा क्लब यदि खेललाई निरन्तरता दिइरहने हो भनेदेखि जनैकता क्लबले यो सेयर चाहिँ जित्नै पर्ने दबावमा सर्भिसमा जर्सी नम्बर 7 देउराली अनुज थिए त्यहाँ तर बल सोझै आउट ब्लक आउट एक अङ्क जनैकता सरी 9-12 यो मौका हुन सक्छ उमन छन् त्यहाँनिर उत्कृष्ट प्लेसमेन्ट गर्दै तर बल नियन्त्रणमा फेरि पनि प्लेसमेन्ट गर्दै तर बल नियन्त्रणमा उत्कृष्ट ब्लक ल अब मौका हुन सक्छ अनुज उमन उत्कृष्ट प्लेसमेन्ट जर्सी नम्बर 3 बाट 10-12 सर्भिसमा जर्सी नम्बर 1 अश्विन गुरुङ उत्कृष्ट प्रहार थियो सर्भिसमा जर्सी नम्बर 8 मिलन गुरुङको यो चाहिँ राम्रो सेटिङमा उमन गुरुङको प्रहार उत्कृष्ट रहन पुग्यो 11-13 14-11 सर्भिसमा जर्सी नम्बर 6 एन्डो साइमनको प्रहार राइट एक अङ्क जनैकतालाई 12-14 सर्भिसमा जर्सी नम्बर 3 ओमन देउराली 15-12 जनैकताले यहीँनिर रोक्नुपर्ने हुन्छ नत्र गाह्रो पर्नेछ एन्डो साइमन छन् फ्रन्ट कोर्टमा राम्रो प्लेसमेन्ट एक अङ्क जनैकतालाई बेला सर्भिसमा जर्सी नम्बर 5 जनैकताबाट यो प्रहार थियो यो चान्स हुन सक्छ एन्डो साइमन छन् फ्रन्ट कोर्टमा प्रहार थियो तर यो उत्कृष्ट प्रहार आउटकोर्टबाटको प्रहार
आउटकोट फ्रन्ट कोट केही पनि फरक छैन जर्सी नम्बर 6 सुशील खड्कालाई एन्डो साइमनको प्रहार 14 सर्भिसमा जर्सी नम्बर 6 यो बल चान्स बल हुन सक्छ अनुज छन् त्यहाँ उत्कृष्ट प्रहार अनुजको पन्ध्र 16 को तालिका बनाउँदै यति बेला गेम भइरहेको छ अहिले देउरालीको तर्फबाट टेक्निकल टाइम आउट अत्यन्तै रोमाञ्चक रूपमा बढिरहेको यो गेम यहाँहरूले कहाँबाट हेर्दै हुनुहुन्छ यहाँहरूको ढुकढुकी पनि पक्कै पनि बढिरहेको हुनसक्छ ढुकढुकीलाई थाँती राखेर ढुकढुकीलाई अलिकति कन्ट्रोल गरेर गेम हेर्नुहोला सर्भिसमा जर्सी नम्बर 6 मिलन गुरुङ यो उत्कृष्ट ब्लकसँगै 1 अङ्क जनाएका तालाई 16 बराबर सम्भवतः यो बल लिब्रोले लिनुपर्ने बल थियो लिब्रो त्यहाँ आफै झुकिन पुगे अहिलेको लागि सर्भिसमा जर्सी नम्बर 3 देउरालीबाट उत्कृष्ट रिसिभ एन्डो साइमन छन् त्यहाँनिर उत्कृष्ट प्रहार एन्डो साइमनबाट 1 अङ्क जनाएको तलाई सर्भिसमा एन्डो साइमन आफै सर्भिसमा जर्सी नम्बर 7 देउराली ओमन छन् त्यहाँनिर स्पाइकमा ओमन प्लेसमेन्ट प्रहार गर्नुपर्ने थियो र यो खालको प्रहार ओमनबाट हामीले अपेक्षा गर्छौँ यो खालको प्रहारले आफ्नो टिमलाई फाइदा पनि पुग्छ 18 बराबर सर्भिसमा जर्सी नम्बर 1 टिम क्याप्टेन अश्विन गुरुङ यो प्रहार अत्यन्तै उत्कृष्ट प्रहार यो प्रहारको बयान गर्ने कुनै शब्द पनि छैन जर्सी नम्बर 6 जसले गण्डकीलाई पनि प्रतिनिधित्व गरिसकेको खेलाडी हो ओमन थिए त्यहाँनिर उत्कृष्ट ब्लक गरिदिए उनलाई फेरि पनि ओमन छन् ब्लक आउट उत्कृष्ट ब्लक आउट गर्दै 1 अङ्क जनाएका तालाई 19 बराबर सर्भिसमा अनुज यो चान्स हुन सक्छ त्यहाँ छन् यो उत्कृष्ट अत्यन्तै उत्कृष्ट ब्लक आउट समर्थकहरूको हुटिङ यहाँहरूले सुन्न सक्नुहुनेछ 20-19 1 पोइन्टको अग्रतामा जनाए कता यो प्रहारको त वर्णन गर्ने कुनै शब्द नै छैन अत्यन्तै उत्कृष्ट प्रहार 1 अङ्क यति बेला देउरालीलाई 20-20 6 नम्बर बाहिर भएको बेलामा मौकाको फाइदा लिन सक्छन् ओमनले हानेर 21-20 खेल एकदमै रोमाञ्चक भइरहेको छ एन्डो साइमनलाई मौका हुनेछ तर बल सोझै आउट उत्कृष्ट मौका थियो एन्डो साइमनलाई तर बल सोझै आउट फेरि पनि मौका छ उत्कृष्ट प्लेसमेन्ट गर्दै 1 अङ्क जनाएका तालाई 22 अङ्क यति बेला जनाएका तालाई राम्रो एडभान्टेज मिलिरहेको छ समर्थकहरूको घरेलु मैदानमा खेलिरहेको जनाएका तालाई पक्कै पनि दर्शकहरूको हुटिङ यो बल आउट
यो बल आउट सँगै एक अङ्क जनाएकालाई अङ्क 23-21। जनाएकता 2 पोइन्टको अग्रतामा, यो अग्रतालाई कायम राख्दै जनाएकताले यो सेट हासिल गरेको खण्डमा 2-2 बराबरी हुनेछ र फाइनल सेट 15 मा हुनेछ। यति बेला सर्भिसको लागि जर्सी नम्बर 5 फेरि पनि बल आउट, यो बल आउट सँगै एक अङ्क जनाएकतालाई। घरेलु मैदानमा खेलिरहेको जनाएकतालाई पक्कै पनि समर्थकहरूको घरेलु मैदानमा उत्कृष्ट साथ समर्थन मिलेको हामी देख्न सक्छौँ। यो अङ्क भने यति बेला देउरालीलाई 2 पोइन्टको अग्रतामा अझै पनि जनाएकता। यदि यो अग्रतालाई कायम गर्दै जनाएकताले यो गेम जितेको खण्डमा 2-2 को बराबरी हुनेछ र 2 पोइन्टको अग्रतामा रहेको जनाएकताले अब एक चेन्ज गर्नै पर्ने अवस्था। यहाँहरूले दर्शकहरूबाट हुटिङ पनि सुन्न सक्नुहुनेछ। दर्शकहरूको हुटिङले पनि एक चेन्ज भनिरहेको छ। यो अवस्थामा जनाएकता युवा क्लबले 2 बराबरी गर्नको लागि एन्डो साइमन छन्त्यानी र एन्डो साइमनको प्रहार, एन्डो साइमनले उत्कृष्ट प्रहार गर्दै एक अङ्क आफ्नो टिमलाई दिलाउँदै 2-2 को बराबरी। अबको फाइनल सेट 15 मा हुनेछ। हामी दर्शकहरूको उपस्थिति पनि देख्न सक्छौँ। आज जनाएकता युवा क्लबको आयोजनामा फाइनल गेम भइरहँदाखेरि दर्शकहरूको उल्लेख्य सहभागिता हामी देख्न सक्छौँ। दर्शकहरूको यो उल्लेख्य सहभागिता र आजको फाइनल खेल अति नै रोमाञ्चक रूपमा अगाडि बढिरहेको छ। 2-2 को बराबरी र अबको गेम 15 मा हुनेछ। र आजको फाइनल गेम यहाँले सोचे जस्तै हामीले सोचे जस्तै अति नै प्रतिस्पर्धात्मक भइरहेको हामी यहाँ देख्न सक्छौँ। यहाँहरूलाई यो मिठो नृत्यको लागि अत्यन्तै उत्कृष्ट नृत्य प्रस्तुत गर्नुहुँदै जनाएकता युवा क्लबले आयोजना गरेको बिग गाउँ स्तरीय भलिबल प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रमको आज फाइनल गेममा जनाएकता युवा क्लब भर्सेस यहाँहरूले देख्न सक्नुहुन्छ देउराली युवा क्लब बीचको अत्यन्तै प्रतिस्पर्धात्मक खेल। 1-1 को बराबरीमा 2-2 को बराबरीमा 2 सेट पार्दै फाइनल सेट 15 मा हुनेछ। हेरौँ यहाँहरूको केही पनि पढेको हुनुपर्छ। फेरि पनि सबैजनालाई धेरै धेरै स्वागत छ। यो फाइनल सेट हेरौँ कसको पोल्टामा पर्ने हो। खेलाडीहरू अत्यन्तै उत्साहित। सर्भिसमा जनाएकता युवा क्लबको तर्फबाट एन्डो साइमन, सुशील खड्का हुनेछ अपोजिटमा। एक 0 सर्भिसमा जर्सी नम्बर 7 उमर गुरुङको प्रहार थियो। यो सर्भिसमा जर्सी नम्बर 7 यो सर्भिस उत्कृष्ट लिनुपर्ने थियो। जनाएकताले यो अग्रतालाई ब्रेक
गर्नुपर्ने हुन्छ। यदि खेलमै रहिरहने हो भनेदेखि जनैकताले योलाई ब्रेक गर्नुपर्ने हुन्छ। तर यो खालको प्रहारले अपोजिट टिमलाई सपोर्ट पुग्नेछ। 4-0 घरेलु दर्शकको अगाडि खेलिरहेको जनएकतालाई पक्कै पनि घरेलु दर्शकहरूको समर्थन त हामी देखिरहेका छौँ। तर यो खालको प्रस्तुतिले चाहिँ दर्शकहरूलाई निराशा प्रदान गर्नेछ। फेरि पनि उत्कृष्ट ब्लकआउट गर्दै 1 अङ्क जनएकतालाई 1-4। सर्भिसमा यति बेला टिम क्याप्टेन अश्विन गुरुङ जर्सी नम्बर 1 ब्लकआउट गर्दै 1 अङ्क देउरालीलाई अङ्क 5। सर्भिसमा अहिले जर्सी नम्बर 8 यो प्रहार सँगै 1 अङ्क जनएकतालाई। सर्भिसमा अब जर्सी नम्बर 8 अनुज सर्दिक अङ्क तालिका। सुशील खड्का सर्भिसमा यो ब्लकआउट उत्कृष्ट ब्लकआउट सँगै 1 अङ्क जनएकतालाई 3-6। सर्भिसमा ओमन गुरुङ जर्सी नम्बर 3 यो सम्भवतः इरर थियो। फेरि पनि 1 अङ्क जनएकतालाई। 4-6 अङ्क तालिका। सर्भिसमा ओमन गुरुङ फेरि पनि यो बाहिरबाट सुशील खड्का थिए तर आउटपुटबाट गरेको यो प्रहार जालीमा लाग्नु पुग्यो र 1 अङ्क जनएकतालाई। जनएकता 5 देउराली 6 5। सर्भिसमा फेरि पनि ओमन गुरुङ जर्सी नम्बर 3 ढापुबाट ब्लकआउटको प्रयास थियो तर बल एन्डो साइमन छन् त्यहाँनिर। एन्डो साइमनले चान्स लिनुपर्ने थियो यो बलमा तर चान्स लिएनन् उनले। खाली छ यो उत्कृष्ट प्रहार हुन सक्थ्यो तर यो प्रहार जालीमा लागेसँगै 1 अङ्क जनएकतालाई। 6 बराबरी कुनै समय 4-0 को अवस्थामा रहेको जनएकताले कमब्याक गर्दै यो उत्कृष्ट डिफेन्सको नमुना एन्डो साइमनले चान्स दिनुपर्ने अवस्था थियो। बल आउट, बल सोझै आउट। 1 अङ्क जनएकतालाई। अत्यन्तै प्रतिस्पर्धात्मक भइरहेको यो खेलमा फेरि पनि एन्डो साइमन चान्स लिनुपर्छ। एन्डो साइमनले यो फेरि पनि एन्डो साइमन छन् त्यहाँनिर उत्कृष्ट प्रहारसँगै 1 अङ्क जनएकतालाई। अंदर कराने के लिए 5-7 भएसँगै ग्राउन्ड चेन्ज। अब जनएकता क्लबलाई 2 पोइन्टको अग्रता, यो अग्रतालाई कायम राख्दै अगाडि बढेको खण्डमा जनएकताले आफ्नो होम ग्राउन्डमा विजेता भएर पुरस्कार थाप्ने छ र यो अग्रतालाई तोड्दै अगाडि बढेको खण्डमा देउरालीले पनि जित्न सक्छ। यो उत्कृष्ट डिफेन्सको नमुना साइमन छन् त्यहाँनिर। साइमनको प्रहारको अपेक्षा थियो, फेरि पनि साइमनलाई
मौका हुनेछ। यो उत्कृष्ट प्रहार थियो तर बल नियन्त्रणमा। साइमन के गर्छन् साइमनले अब? उत्कृष्ट डिफेन्स मिलन्छन् त्यहाँनिर। उत्कृष्ट डिफेन्सको नमुना साइमन छन् त्यहाँनिर। यो बल उत्कृष्ट प्लेसमेन्टको साथमा 1 अङ्क जना एकतालाई अङ्क रहेको छ 9-6। अब 3 पोइन्टको अग्रतामा जना एकता सर्भिसमा। जर्सी नम्बर 3 सुशील खड्काको यो बल सोझै आउट। 1 अङ्क जना एकतालाई। अब 4 पोइन्टको अग्रतामा जना एकता ढापुक। होम ग्राउन्डमा भइरहेको यो गेममा जना एकतालाई बल राइट 1 अङ्क जना एकतालाई। यो अनएक्सपेक्टेड गेम भइरहेको छ यहाँनिर। उत्कृष्ट पुनरागमन भन्नुपर्छ जनाई क्लब क्लबको। एक समय 4-0 को अवस्थाबाट जनाई क्लब क्लबले जुन खालको कम ब्याक गरेको छ, सायदै यो खालको गेम जनाई क्लब क्लबले विगतको वर्षहरूमा देखाए जस्तै अहिले पनि त्यही खालको निरन्तरता दिइरहेको छ। गत महिना ओकाटीमा भएको फाइनल खेल पनि हामीले यस्तै रोमाञ्चक रूपमा देख्न सकेका थियौँ र आज पनि सोही नै निरन्तरता दिँदै जनाई क्लब क्लब 11-6 को अङ्क तालिका बनाउँदै अब जिततर्फ उन्मुख भइरहेको हामी देख्न सक्छौँ। जनाई क्लब क्लबलाई अहिले 11-6 बनाउँदै एडभान्टेजमा हिँडिरहेको छ। हेरौँ यो उत्कृष्ट प्रहार जर्सी नम्बर 1 बाट। सात 11 जनाई कतालाई गल्ती गर्ने छुट छैन यहाँनिर। उत्कृष्ट स्पाइकहरू गर्नुपर्ने हुन्छ। यो ब्लक आउट जनाई कताको तर्फबाट 12-7 8-12 सुशील खड्का यदि फ्रन्ट कोर्टमा आएको खण्डमा निकै नै गाह्रो हुने देखिन्छ। यो उत्कृष्ट तर ओभरल्यापको सङ्केत रेफ्रीबाट यो खालको मिस्टेकले फेरि पनि जनाएको तलाई गाह्रो पर्न सक्छ। यो खालको मिस्टेकहरू कम मात्रामा गरेको खण्डमा जनाएको तलाई फाइदा पुग्नेछ। एन्डो साइमन थिए त्यहाँनिर तर उत्कृष्ट ब्लक गरिदिए। 10-12 लगातार फेरि पनि देउरालीले 4 अङ्क ल्याएसँगै जनाई क्लब क्लबले अफिसियल ब्रेक लिएको छ। एक रिसिभ यो प्रहार थियो एन्डो साइमनको। आदरणीय दर्शक महानुभावहरू, यहाँहरूको ढुकढुकी पनि बढिरहेको हुन सक्छ। राम्रो प्लेसमेन्ट 1 अङ्क देउरालीलाई। 11-13 Mr.
देउराली 12 दयापुर 13 उत्कृष्ट पुनरागमन भन्नुपर्छ यति बेला लगातार 7 पोइन्टदेखि 13 को अवस्थामा आइपुगेको छ देउरालीको उत्कृष्ट पुनरागमन जनाएको दललाई गल्ती गर्ने छुट छैन र देउरालीलाई पनि गल्ती गर्ने छुट छैन लगातार ब्लकमा हानिरहेको हामी देख्छौँ अब यो बल फेरि पनि मिस्टेक गर्न पुग्यो एन्ड्रो साइमन सात पोइन्टदेखि लगातार 7 पोइन्ट ल्याएर एन्ड्रो साइमनको प्रहार यस्तै खालको प्रहारको आवश्यकता थियो अघिदेखि नै 14 बराबर चौध बराबरी यहाँनिर पन्ध्र 14 खाली छ यो सदुपयोग गर्नुपर्ने थियो खेलाडी साथीहरू रेफ्रीको आदेश अनुसार खेलिदिनु हार्दिक अनुरोध गर्दछु 15 बराबरी रेफ्रीबाट बल एररको संकेत अहिले भने रेफ्री अनुसार अङ्क रहेको छ सर्भिसमा जर्सी नम्बर 1 ओ यो उत्कृष्ट प्रहार अब एक चेन्जको आवश्यकता छ दापुकलाई यो चेन्ज गर्न नसकेको खण्डमा जे पनि हुन सक्छ तर बल आउट ब्लक आउट उत्कृष्ट ब्लक आउट गर्दै एक अङ्क जनाएको दललाई अङ्क 16 सर्भिसमा आउनुहोस् सुशील खड्का थिए त्यहाँनिर राम्रो प्लेसमेन्ट गर्दै फेरि पनि सुशील खड्का त्यहाँ छन् ओमन गुरुङको प्रहार थियो तर बल नियन्त्रणमा उत्कृष्ट ब्लक आउटसँगै एक अङ्क देउरालीलाई 17-16 एक चेन्ज तर यो रिसिभ गल्ती हुन पुगे मौका छ जनाएका तलाई तर यो खालको मिस्टेकले जनाएका दललाई एडभान्टेज मिलेछ सर्भिसमा जर्सी नम्बर 3 ओमान गुरुङ 17 बराबरी जनाएको दललाई अब एडभान्टेज हुन सक्छ किनकि सुशील खड्का कोर्ट बाहिर अब एन्डो साइमन अबको बल एन्डो साइमनको हातमा उनले यो बल के गर्छ हेर्नु बाँकी छ एन्डो साइमन उत्कृष्ट प्रहार एन्डो साइमनबाट एक पोइन्ट जनाएका दललाई अङ्क रहेको छ 18 बराबर एक पोइन्टको एडभान्टेजमा जनाएको त अब के एक ब्लक गरेर जनाएको तले विजेता बन्न सक्छ या सक्दैन
एक चेन्जको आवश्यकता छ जनएकतालाई बल आउट ब्लक आउट गर्दै एक अङ्क फेरि पनि देउरालीलाई। 19 बराबरको खेल। एन्डो साइमन के गर्छन् अब? एन्डो साइमनको हातमा बल उत्कृष्ट प्रहार थियो। उत्कृष्ट ब्लक आउट गर्दै सुशील खड्का। देउरालीका खेलाडी सुशीलबाट 10 को फाइदा देउरालीलाई। देउराली 20 म्यानेजर टिमको थियो म्यानेजर भयो अब खेलमा खेलै फाइदा आइदिनमा हासिल गर्दछ। एक चेन्जको आवश्यकता छ जनएकतालाई। एन्डो साइमन तर यहाँ प्लेसमेन्ट मिल्न सकेन। बल आउट। बिसको 20 बराबरी 15 मा हुनुपर्ने गेम 20 को बराबरीमा पुगेको छ। सर्भिस 6 नम्बरबाट अब चान्स हुन सक्छ। अनुज थिए त्यहाँनिर तर बल अनुसन। एन्डो साइमन के गर्छ? एन्डो साइमनले बल सोझै आउट। अब 1 पोइन्टको अग्रतामा देउराली। एन्डो साइमन के गर्छन् हेर्न बाँकी छ। एन्डो साइमन ब्लक आउट गरेसँगै 1 अङ्क मिलेको छ जनएकतालाई। 21 यो इतिहासमै पहिलो पटक हुन सक्छ जनएकता युवा क्लब भर्सेस देउराली बीचको गेममा। 15 मा हुनुपर्ने गेम 21 बराबरी। यो इतिहासमै पहिलो पटक भलिबल खेलमा यो खालको रोमाञ्चकता, यो खालको उत्कृष्टता, यो खालको प्रहार, यो बल अति नै खिचिएको कारणले गर्दाखेरि 1 पोइन्ट जनएकतालाई। अब जनएकता लिडमा 22-21। खेल अत्यन्तै रोमाञ्चक रूपमा अघि बढिरहेको छ। जनएकतालाई अब मात्र 1 पोइन्टको आवश्यकता। के यो पोइन्ट ल्याउन सक्छन् त जनएकता? अब मौका हुनेछ। त्यहाँ छन् ओमन उत्कृष्ट ब्लक आउट गर्दै जनएकता युवा क्लबले यो फाइनल सेटमा उत्कृष्ट पुनरागमन गर्दै अस्टिन गुरुङको सेलिब्रेसन हेर्न सक्नुहुनेछ। यो खालको उत्कृष्टता फाइनल गेम 15 मा हुनुपर्ने गेम 21-23 को अङ्क बनाएर सम्पन्न भएको छ। यो नेपाली राष्ट्रिय भलिबलको इतिहासमै पहिलो पटक भएको हो जस्तो लाग्छ मलाई चाहिँ। यो खालको उत्कृष्ट प्रदर्शन, यो खालको उत्कृष्ट खेल, यो खालको प्रदर्शन पक्कै पनि हेर्न लायक गेम, हेर्न लायक खेल। शुभकामना छ हाम्रो पक्षबाट Sabas. Good luck. Yes, on the shooting. Sabas. Endo Simon. Game boy. Thank you very much.
उहाँको परिवारको कोही प्रतिनिधि हुनुहुन्छ भने कृपया अगाडि आएर सम्मानित गर्दै आजको प्रमुख अतिथि क्लबका अध्यक्ष श्री कृपया अफिसियल साथीहरू आमा हुनुहुन्छ उहाँको परिवारबाट सदस्यले हामीलाई भारी रकम सहयोग हुनुहुन्छ अति आदरणीय दाजु क्लबका सक्रिय दाजु याम बहादुर गुरुङ हुनुहुन्छ कृपया सम्मान शुभकामना दिन सक्नुहुन्छ यो हाम्रो टिम कोच तपाईँको प्रतिक्रिया के छ यसै गरी हाम्रो के छ तपाईँको विचार भनिदिनु होला आजको गेम प्रति तपाईँको धारणा के छ एकदमै निष्पक्ष ढङ्गले अनुशासित ढङ्गले चाहिँ खेल सम्पन्न भएको छ र यस गेममा चाहिँ फाइनल ढाकुट जनएकता युवा परिवारले जितेको ओके उहाँ हुनुहुन्थ्यो हाम्रो सचिव हुनुहुन्थ्यो र हाम्रो जनएकता युवा क्लबको टिम क्याप्टेन यो गेम जितेपछि तपाईँको प्रतिक्रिया के छ ल भनिदिनुहोस् एकदम खुसी लाग्यो धेरै वर्षपछि चाहिँ यस प्राइज गाउँमा राखियो या सधैँ पठाइरहेको थियो यो पालि चाहिँ सोचे जस्तो सबै उहाँ हुनुहुन्थ्यो जनएकता युवा क्लबको टिम क्याप्टेनको हामीले विचार बुझिसकेका छौँ अति आदरणीय दाजु विनोद गुरुङ लगायत सम्पूर्ण परिवारलाई हार्दिक आभार साथै र उहाँ त हाम्रो थरको विनर पनि ल तपाईँको विचार भनिदिनुहोस् अति आदरणीय व्यक्तित्व के भन्नुहोस् त तपाईँहरू थर हुनुभएको छ के कस्तो लागिरहेको छ यस क्लबका पूर्व कोषाध्यक्ष पूर्व खेलाडी समाजसेवी जीवन गुरुङ विदेश हुनुहुन्छ तर पनि हामीलाई धेरै सहयोग गर्नुभएको छ आदरणीय पिताजी यही हुनुहुन्छ कृपया जीवन गुरुङ अर्को वर्षको लागि उहाँ आदरणीय हुनुहुन्थ्यो पिताजी कृपया दरौखला युवा क्लबका तृतीय स्थान हासिल गर्न सक्नुभएका खेलाडी हाम्रो बहिनीहरूको पनि विचार लिन्छौँ है परिवार हुनुहुन्छ कृपया अगाडि आएर युवराज गुरुङको सम्मानपूर्वक ग्रहण गरिदिनुको लागि म अनुरोध आज गाउँको टिमले जितेको छ कस्तो लागिरह्यो कस्तो लाग्यो हो त्यही त हाम्रो बहिनीको त्यही त होइन हाम्रो बहिनीहरूको आशीर्वाद लागेको छ होइन भोटिङ यति धेरै गरेको छ कि स्वर पनि सुकेको छ है बहिनीहरू यहाँ फोटो सेसनमा हाम्रो क्लबका सक्रिय बहिनीहरू हुन्छ उहाँहरू चाहिँ फोटो सेसनमा रमाउँदै हुनुहुन्छ टिकटक बनाउँदै हुनुहुन्छ हाम्रो खबर.com है घर फेसबुकमा हेर्ने होइन नै यो हाम्रो खबर.com के अरे यो मेरो आफ्नै हो पेज हो समरसिंह बुवा यस गाउँका अति आदरणीय बुवाजी हुनुहुन्छ भीम बहादुर गुरुङ कृपया हामीलाई नगद रु 10,000 दिएर सहयोग गर्नुभएको छ कृपया सम्मानित भइदिनुको लागि हाम्रो ल दर्शकहरू हामी केही क्षण पछाडि सम्मान कार्यक्रम तथा पुरस्कार वितरणमा पनि हामी जोडेका छौँ यहाँको साथ र सहयोगको लागि धेरै धेरै धन्यवाद दिँदै हामी एकैछिन पछाडि पुनः पुरस्कार वितरण तथा विविध कार्यक्रमहरू लिएर आउनेछौँ तबसम्मको लागि हेर्दै गर्नुहोला र हाम्रो पेजलाई माया गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला फलो गरिदिनु होला र यहाँहरूको मिठो मिठो प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिँदै एकछिन पछाडि फेरि पनि म यहाँहरूमा जोडिनेछु अहिलेको लागि भने यहाँहरूबाट बिदा चाहन्छु हवस् त नमस्कार यहाँहरूको बाँकी समय शुभ रहोस् धन्यवाद